सबजनालाई आज हामी यो भिडियोमा कुरा गर्नेछौँ नीट 2025 ओएमआर सिट चाहिँ कसरी फिलअप गर्ने भन्ने जानकारी दिन चाहन्छौँ र सबभन्दा पहिला चाहिँ कसरी फिलअप गर्ने सबभन्दा पहिला फिजिक्स गर्ने केमिस्ट्री गर्ने कि बायोलोजी गर्ने बोटनी गर्ने कि जियोलोजी गर्ने भने र कसरी फिलअप गर्ने कुन इजी वे चाहिँ के हो भने अब धेरै प्राय मान्छेले के गरेको हुन्छ कि पढ्नलाई चाहिँ धेरै पढेको हुन्छ तर ओएमआर सिट चाहिँ फिलअप गर्न चाहिँ अलिअलि मिस्टेक गरेको हुन्छ। अब ओएमआर सिट नै मिस्टेक हुन्छ भने जति पढे पनि केही काम लाग्ने छैन हैन। सो अब कसरी फिल गर्ने कुन चाहिँ पहिला फिजिक्स गर्ने कि केमिस्ट्री गर्ने कि बोटनी गर्ने कि जियोलोजी गर्ने इजी वे चाहिँ के हो यो सबै जानकारी हामी डिटेलमा चाहिँ यो भिडियो मार्फत जान्नेछौँ। सो यो च्यानलमा नयाँ हुनुहुन्छ भन्दाखेरि प्लिज लाइक सब्स्क्राइब गरी बेल आइकन थिचिदिनुहोस् र जति सक्दो चाहिँ शेयर गरिदिनुहोस् है। अब सबभन्दा पहिला चाहिँ के गर्ने भन्दाखेरि तपाईँ हेर्न सक्नुहुन्छ यहाँ रोल नम्बर लेखेको छ है। अब तपाईको रोल नम्बर जे जति छ त्यहाँ यहाँ लेख्ने है। तपाईको रोल नम्बर जे छ त्यो माथि लेख्ने अनि तल चाहिँ गोलो घेर लगाउने। इफ तपाईको रोल नम्बर 1 छ भने यहाँ माथि 1 लेख्ने, 2 छ भने 2 लेख्ने, 3 छ भने 3 लेख्ने, 4 छ भने 4, 5 छ भने 5 लेख्ने। माथिको हन्नामा बक्सामा चाहिँ के गर्ने आफ्नो रोल नम्बर लेख्ने अनि तल यहाँ चाहिँ गोलो घेर लगाउने। फर इक्जाम्पल माथि 1 छ भने यहाँ 1 मा गोलो घेर लगाउने, 2 छ भने यहाँ 2 मा लगाउने, 3 छ भने 3 मा लगाउने, 4 छ भने 4 मा लगाउने, 5 छ भने 5 मा गोलो घेर लगाउने है। अनि गोलो घेर लगाउने बेलामा चाहिँ ध्यान दिनुपर्ने कुरो के छ भने त्यो गोलो भित्र नै रहोस् बाहिर नजाओस् है। यो गोलो घेर लगाउने बेलामा चाहिँ बाहिर यो गोलो भित्र नै लगाउनुहोस् बाहिर नजाओस् है। र त्यसपछि के गर्ने यहाँ टेक्स्ट बुलेट नम्बर छ भने आफ्नो टेक्स्ट बुलेट जे छ त्यो माथि लेख्ने अनि तल चाहिँ फेरि के गर्ने सेम टु सेम गोलो घेर लगाउने है। ल अब ध्यान दिनुपर्ने कुरो के हो भन्दाखेरि यो चाहिँ फर्स्टमा के हुन्छ फिजिक्स हुन्छ, त्यसपछि केमिस्ट्री हुन्छ, त्यसपछि के हुन्छ बोटनी हुन्छ, त्यसपछि के हुन्छ जियोलोजी हुन्छ है। अब कतिपय मान्छे के गर्छ भन्दाखेरि अब एउटा क्वेशन फिजिक्सको सपोज गर्छ अनि फर्स्टको 1 हो भने 1 मा गोलो घेर लगाउँछन्, फेरि 2 को गर्छन् फेरि 2 को गोलो घेर लगाउँछन्, 3 को गर्छन् फेरि 3 को गोलो घेर लगाउँछन्। यो चाहिँ राम्रो वे हैन किन भन्दा यसमा टाइम चाहिँ धेरै नै लस हुन्छ है। अब कतिपय मान्छे के गर्छ भन्दाखेरि यस्तै गर्छ है। अब इजी चाहिँ वे के हो अब त्यो चाहिँ पहिला फिजिक्स गर्ने कि केमिस्ट्री गर्ने कि बायोलोजी बोटनी गर्ने कि जियोलोजी गर्ने यो त तपाईँ माथि डिपेन्ड पर्छ। तर प्राय मान्छे चाहिँ के गर्छ पहिला चाहिँ जियोलोजी गर्छ, त्यसपछि बोटनी गर्छ, त्यसपछि केमिस्ट्री अनि त्यसपछि चाहिँ के गर्छ फिजिक्स गर्छ है। अब यो त तपाईँ माथि डिपेन्ड छ कि तपाईँ कुन गर्ने है। अब सपोज तर अब ध्यान दिनुपर्ने कुरा के छ पहिला तपाईँ इफ तपाईँ जियोलोजी गर्नुहुन्छ भने तपाईँ जियोलोजीको पुरै एकैचोटि कम्प्लिट गर्नु अनि बल्ल गएर के गर्ने हो गोलो घेर लगाउने हो। फर्स्टमा जियोलोजी कम्प्लिट गर्नुहुन्छ भने जियोलोजीको 1 माथि गोलो घेर लगाउने। फर इक्जाम्पल 1 को 1 छ, बी नम्बरको 2 छ भने त्यस्तै गरेर गोलो घेर लगाउने। पहिला चाहिँ जियोलोजी कम्प्लिट गर्ने त्यसपछि चाहिँ के गर्ने बोटनी चाहिँ मा छिर्ने, बोटनीमा पनि चाहिँ पुरै बोटनी गर्ने त्यसपछि चाहिँ गोलो घेर लगाउने स्टार्ट गर्ने है। अनि त्यसपछि फेरि के गर्ने केमिस्ट्रीमा छिर्ने भने फेरि केमिस्ट्री गर्ने अनि फेरि चाहिँ केमिस्ट्रीको गोलो घेर लगाउने है। अनि लास्टमा जुन तपाईँ इफ तपाईँ फिजिक्स लास्टमा चुज गर्नुहुन्छ चाहे केमिस्ट्री चाहिँ तपाईँमा डिपेन्ड हो। इफ तपाईँ जुन लास्टमा चुज गर्नुहुन्छ सपोज इफ फर इक्जाम्पल तपाईँ फिजिक्स चुज गर्नुहुन्छ भने फिजिक्समा यस्तो हैन अब फिजिक्स पुरै कम्प्लिट गरेर फेरि बल्ल त्यो गोलो घेर लगाउने त्यस्तो हैन। फिजिक्समा एउटा क्वेशन गर्नुभयो भने अब एउटाको गोलो घेर लगाउने, फेरि सेकेन्डको क्वेशन गर्नुभयो भने सेकेन्डको गोलो घेर लगाउने, थर्ड गर्नुभयो थर्डको, फोर्थ गर्नुभयो फोर्थको, फिफ्थ गर्नुभयो फिफ्थको क्वेशन यस्तै त्यो एउटा गर्नुभयो एउटाको गोलो घेर लगाउँदै जाने है एकैचोटि। फेरि पछि जियोलोजी जस्तै बोटनी जस्तै र केमिस्ट्री जस्तै हैन कि एकैचोटि त्यो जियोलोजी कम्प्लिट गरेपछि मात्र गर्ने हैन। फिजिक्सको जुन लास्टमा चुज गर्नुहुन्छ त्यो चाहिँ के गर्ने पहिला एउटा क्वेशन गर्ने अनि एउटा गोलो घेर लगाउने, सेकेन्ड गर्ने सेकेन्डको गोलो घेर लगाउने, थर्ड गर्ने थर्डको गोलो घेर लगाउने, यस्तै गरेर गोलो घेर लगाउने हो है। थ्याङ्क्स फर वाचिङ, धन्यवाद।